सो आज चाहिँ के बनाउने भन्दाखेरि मासुको अचार बनाउन गइरहेको छु। धेरै मान्छेहरूले चाहिँ विदेशमा मासुको अचारहरू चाहिँ पार्सल गर्ने महँगो पैसामा किन्ने गर्नुहुन्छ, तर यति सजिलो उपाय लगाइयो भने घरमा नै बनाएर मिठो तरिकाले खान सकिन्छ है त। त्यसको लागि फर्स्टमा यसरी सबै सामानहरू काटकुट पारेर राख्ने, मसला जिरा धनियाहरू सबै सुरुमा फ्राई गरे भने चाहिँ त्यो फ्राई गरेको स्वाद मिठो आउँछ नि त, त्यही भएर। अनि त्यसपछि तेल तताउने, सबै लसुन अदुवालाई फुराउने, हरियो खुर्सानीहरू, अनि अघि देखाएको जस्तै मरमसला, रेड चिली फ्लेक्स, अनि कश्मिरी चिल्ली, अनि भुटेको जिरा, मसलाको धुलोहरू सबै हाल्ने। त्यसपछि यसलाई मजासँग गोल्डन ब्राउन हुनलाई फ्राई गर्ने। त्यसपछि आउँछ हाम्रो सबै यसलाई मजाले मिक्सी गर्ने पालो। त्यसपछि लो फ्लेममा मजाले यसलाई एकछिन तात्न अनि पक्न दिनुपर्छ। त्यसपछि भनेको अब आयो हाम्रो चिकन, सोया सस अनि लेमनहरू हाल्ने। ल सोया सस पनि हालियो। त्यसपछि यतापट्टि छुट्टै कागतीको रसहरू चाहिँ सबै निचोरेर राख्ने। त्यसपछि चाहिँ हालिदिने। त्यसपछि यसरी हामीले चाहिँ एयर फ्रायरमा मासुलाई फ्राई गरेका थियौँ ताकि राम्रोसँग फ्राई होस् भन्नको लागि। त्यसपछि मजाले एयर फ्रायमा पानी पनि सोसाएर फ्राई हुन्छ नि त। त्यसपछि मजाले मासु पनि हालिदिएँ। त्यसपछि यसलाई मजासँग चलाएपछि कागतीको रस हाल्ने, इजी पिजी। सो हजुरले पनि धेरै पैसा खर्च चाहिँ नगर्नु होला, बाहिरबाट नेपालबाट मगाएर छिट्टै मिठै झटपटसँग मिठो मासुको अचार खान सक्नुहुन्छ। ल मैले रिभ्यू पनि दिएको छु। सो यसरी झिक्ने अनि यसरी खाँदैछु, मिठो छ, दामी। हजुरले पनि ट्राई गर्नु होला है त। बाई बाई।